हेलो साथीहरू नमस्कार। आज दिउँसो युट्युब हेर्दै थिएँ, हेर्दा हेर्दै यसो एउटा बिरयानीको रेसिपी आयो। त्यसपछि कस्तो हुँदो रहेछ त बनाइ हेर्नु न, ट्राई गरी हेर्नु न त भनेर मैले ट्राई गरेँ। अनि यसो लसुन पसुन प्याज स्याज सबै ठिकठाक पारेर यो तेजपत्ता चाहिँ मसला सुकेको थिएन, त्यही भएर यहाँ रुखमा अलिकति हरियाइहालेँ। त्यसपछि टक्क मासु मैले म्यारिनेट गरेर राखेको थिएँ दिउँसै, त्यही मासु मजाले हालेँ। मासु मजाले हालिसकेपछि मजाले चलाइसकेपछि त्यसपछि मजाले मासु छोपेर एकछिन भक 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 उम्लिने गरी छोडिदिएँ। उम्लिसकेपछि मासु मजाले पाक्न थाल्यो। त्यसपछि मासु पाकेपछि माथिबाट मैले चामल हालेँ। चामल हालिसकेपछि एक लेयर बनाएर अर्को लेयरमा फेरि प्याजहरू पकाएको हालेर फेरि अलिअलि मासु हालेर त्यहाँमाथि फेरि एकपल्ट मैले चामल हालेँ। चामल हालेर मजाले सबैतिर फिजाएर फेरि प्याज माथिबाट छर्केर प्याज धनियाँहरू छर्किएपछि अनि त्यसपछि छोपिदिएँ। मजाले छोपेपछि अब बाहिर बाफ ननिस्कोस्, हावा ननिस्कोस् भन्ने इँटाले मजाले छोडेर आधी घन्टा जति छोडेँ। त्यसपछि एकछिनपछि पाकेपछि त मिठो बास्ना आयो, यस्तो मिठो बास्ना आयो। पहिलोपल्ट प्रयास गर्दाखेरि पनि यस्तो हुने रहेछ। अनि म फुड कलर चाहिँ हाल्दिनँ साथी हो, त्यसैले मैले ग्रेभी राखिरहेको थिएँ, त्यही ग्रेभी हालेँ। तर त्यो ग्रेभी हाले पनि एकदम मिठो भएको थियो, यस्तो राम्रो पाकेको थियो, एकदमै मिठो लाग्यो, होटेलको जस्तै लाग्यो। खानलाई चाहिँ एकदम मजा आयो। आज चाहिँ जे होस् रमाइलो गऱ्यो।